यहाँहरूलाई फेरि पनि आज स्वागत गर्न चाहन्छु र आज हाम्रो पार्ट 4 लिएर म उपस्थित भइसकेको छु र आज हामी मेन कुरा ब्राउजरहरूको बारेमा हेर्नेछौँ। ब्राउजरभित्र चाहिँ हामीले अब कसरी पनि कुनै नि फाइलहरू डाउनलोड गर्न सक्छौँ, कुनै नि फोटोहरू, आफूलाई चाहिएको एप्लिकेसनहरू कसरी डाउनलोड गर्ने, कसरी युज गर्ने, होइन, त्यो कुराहरू चाहिँ आज हेर्नेछौँ हामी। जस्तै तपाईँले चाहिँ पहिलोपटक आफ्नो ल्यापटप अथवा कम्प्युटर किन्दै हुनुहुन्छ भने तपाईँको त्यो ब्राउजर चाहिँ निकै नै आवश्यक पर्नेछ, किनभने तपाईँले आफ्नो ल्यापटपमा आफ्नो कम्प्युटरमा केही कुरा नयाँ हाल्नु पर्यो, नभए तपाईँले फेसबुक युट्युब जे पनि चलाउनु पर्यो भने ब्राउजर चाहिँ चाहिन्छ है। ब्राउजर भनेको चाहिँ तपाईँको इज, तपाईँको क्रोम, तपाईँको फायरफक्स, तपाईँको ब्रेभ, यस्तो धेरै ब्राउजरहरू हुन्छ है। ब्राउजरले हामीलाई के हेल्प गर्छ भन्दाखेरि विभिन्न सर्च इन्जिन है, जस्तै गुगल, बिआइएनजी, बिङ, अब तपाईँको डकडकगो भन्नेहरू छ होइन। त्यो विभिन्न सर्च इन्जिनहरू हुन्छ। सर्च इन्जिन भनेको चाहिँ के हो भन्दाखेरि तपाईँले कुनै पनि युट्युब लेख्नुहुन्छ नि, जस्तै youtube.com लेख्नुहुन्छ, facebook.com लेखेर सर्च गर्नुहुन्छ, त्यो सर्च गर्दाखेरि त्यही सर्च इन्जिनले गरेर चाहिँ तपाईँको कुराहरू चाहिँ सर्च भएर आउने हो। कुनै पनि इन्टरनेटमा भएको कुरालाई खोज्ने काम चाहिँ सर्च इन्जिनले गर्छ है। तर तपाईँको ब्राउजर भनेको चाहिँ त्यो सर्च इन्जिनलाई तपाईँले प्रयोग गर्नको लागि तपाईँसँग ब्राउजर हुनैपर्छ, किनभने ब्राउजरभित्र चाहिँ सर्च इन्जिन हुने हो है। जस्तै यो ब्राउजर छ, मसँग अहिले इज छ होइन। अहिले हामी क्रोम पनि डाउनलोड गरेर हेर्छौँ। जस्तै हामीसँग यो इज छ, यो इजमा चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ, यो माथि जुन यो छ यो भनेको चाहिँ गुगल हो है। यो भनेको गुगल हो। अब हामीले चाहिँ यहाँ गुगलमा चाहिँ जे पनि सर्च गर्न सक्छौँ। त्यो भनेको चाहिँ सर्च इन्जिन भनेको गुगल भयो, यसले हामीलाई सर्च गर्न दियो। यो भनेको चाहिँ ब्राउजर भयो, जसले चाहिँ सर्च इन्जिन चाहिँ हामीलाई दिएको छ, ल है, युज गर भनेर है। अब मैले यहाँ गएर कुनै पनि कुरा सर्च गर्न पाएँ नि त। जस्तै तपाईँको युट्युब सर्च गर्नुहोस्, युट्युब आइहाल्छ होइन। युट्युब भनेर सर्च गर्नुभयो नि, युट्युब आइहाल्यो। मैले यसलाई ओपन गर्न मिल्छ। युट्युबलाई ओपन गरिसकेपछि अब हामीसँग युट्युबमा भएको सबै कुराहरू यसरी हेर्न मिलिहाल्यो होइन। जस्तै तपाईँले चाहिँ क्रोम डाउनलोड गर्न मन लाग्यो तपाईँलाई, जस्तै तपाईँले मोबाइलमा त प्रायः जस्तो क्रोमहरू युज गरिराख्नु भएको हुन्छ नि त। तपाईँलाई अब क्रोम सजिलो लाग्छ जस्तो लागेर, अथवा अरू विभिन्न फिचरहरू, विभिन्न कुराहरू चाहिँ युज गर्नको लागि क्रोम डाउनलोड गर्न मन लाग्यो भने चाहिँ तपाईँले यहाँ गएर क्रोम डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको लागि क्रोम डाउनलोड थिच्नुहोस्। क्रोमको तपाईँको यहाँ देखाउँछ, एसके थिच्दा नि भयो। ल, गुगल क्रोम डाउनलोड भनेर यहाँ देखाएको छ र मैले यसलाई के गरिदिन्छु, अब डाउनलोड क्रोम भनेर थिचिदिन्छु है। अब यो थिच्ने बित्तिकै क्रोम चाहिँ डाउनलोड हुँदैछ है त। अब मैले यो क्रोमलाई थिच्ने बित्तिकै हेर्न सक्नुहुन्छ कनेक्टिङ टु द इन्टरनेट भनेर क्रोम डाउनलोड हुनतिर लागिसकेको छ र यसलाई हामीले डाउनलोड गरौँ अनि क्रोमलाई पनि युज गरेर हेरौँ है त। क्रोम यो इज भनेको चाहिँ के अरे, ब्राउजर है। यो चाहिँ तपाईँले बिर्सिनु भएन। यो चाहिँ तपाईँले जहाँ पनि कसैले सोध्यो अथवा आफूले नि युज गर्दाखेरि चाहिँ मैले के युज गर्दैछु त भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो। तपाईँले के युज गर्दै हुन्छ, ब्राउजर है। ल, अनि त्यो भित्र चाहिँ सर्च इन्जिन है त। ल, ब्राउजरको यहाँ डाउनलोड भइसक्यो र अहिले मलाई साइन इन गर भनिरहेको छ। साइन इन मतलब इमेलहरू छ भने तपाईँले चाहिँ अब साइन इन गर्नु मिल्छ। तपाईँले त्यो जिमेलहरू युज गर्नको लागि, विभिन्न कुराहरू हेर्नको लागि चाहिँ तपाईँको साइन इन भएको हुनुपर्छ आफ्नो इमेलमा है। जस्तै तपाईँले अब आफ्नो मोबाइलमा कुनै इमेलबाट चाहिँ क्रोम चलाइराख्नु भएको थियो, अब त्यही कुराहरू चाहिँ तपाईँले यता ल्यापटप अथवा कम्प्युटरबाट पनि एक्सेस गर्नु पऱ्यो, हेर्नु पऱ्यो होइन। तपाईँको युट्युबमा तपाईँले के हेर्नु भएको थियो त्यही कुरा चाहिँ यहाँ ल्यापटपबाट नि हेर्नु पऱ्यो भने त्यसको लागि चाहिँ तपाईँले आफ्नो जुन इमेलबाट मोबाइलमा तपाईँले साइन इन गर्नुभएको थियो त्यही इमेलबाट चाहिँ तपाईँले के गर्नुहुन्छ, आफ्नो ल्यापटपमा साइन इन गर्नुहुन्छ। त्यो भइसकेपछि चाहिँ तपाईँले सिङ्क हुन्छ, सिङ्क, एसवाइएनसी, सिङ्क दिएर नि यहाँ ब्याकअपहरूको लागि चाहिँ है। ल, अब यहाँ गएर मैले डन्ट साइन इन थिच्छु अहिलेको लागि, देखाउनको लागि चाहिँ साइन इन गर्दिनँ अनि स्किप गरिदिएँ। ल, ओपन भएको छ भनेपछि यो पनि के हो, ब्राउजर। यो पनि इज पनि के हो, ब्राउजर है। ल, मैले एउटा ब्राउजरबाट अर्को ब्राउजर चाहिँ डाउनलोड गरेँ है त। अब मैले क्रोम नै युज गरेँ देखाएँ तपाईँलाई है त। यहाँ हेर्नु त के लेखेर आइरहेको छ, गुगल होइन। सर्च गुगल टाइप युआरएल भनेको छ, यसले चाहिँ गुगल सर्च इन्जिन चाहिँ युज गरेको हुन्छ है। अब मैले यहाँ गएर जस्तै केही कुरा मलाई सर्च गर्नु पऱ्यो भने त मैले यहाँबाट सर्च गर्न मिल्छ, थाहा नै छ होइन। अब मैले डाउनलोड गर्नु पऱ्यो केही कुराहरू भने है। अब हामीसँग डाउनलोड गर्नको लागि कुनै स्पेसिफिक हामीलाई विभिन्न वेबसाइटहरू चाहिँ दिएको हुन्छ हुन चाहिँ है। जस्तै तपाईँको फ्री पिक भन्ने छ होइन। हिजो हामीले सर्टकटहरू हेरेको थियौँ है, नयाँ ट्याब खोल्नको लागि। जस्तै यहाँबाट मैले यहाँ थिच्न नि मिल्छ, तपाईँले त्यो हेर्नु भएको छैन भने त्यो पार्ट 3 हेर्दा हुन्छ है। सर्टकटहरू देखाएको छु मैले। तपाईँले यहाँ थिचेर पनि ट्याब चाहिँ नयाँ खोलेर नयाँ नयाँ कुराहरू सर्च गरेर एकैचोटि धेरै कुराहरू चाहिँ युज गर्न मिल्छ है। तर तपाईँले यो माउस युज गरेर पर्दैन क्या, कन्ट्रोल टी है। हिजो मैले भनिसकेको छु यो। ल, मैले कन्ट्रोल टी, मलाई बन्द गर्नु छ भने कन्ट्रोल डब्लु,
ल यहाँ चाहिँ मैले के लेखेँ अर्को भन्दाखेरि अनस्प्ल्यास भनेर लेखेँ। यो पनि एउटा वेबसाइट छ इमेजहरू डाउनलोड गर्नको लागि हामीलाई। ल यहाँबाट तपाईँले सिम्पल इजिली आफूलाई मन लागेको इमेजहरू चाहिँ यसरी डाउनलोड गर्न मिल्छ। जस्तै यहाँ जानुहुन्छ गेट स्टार्ट फर फ्री, यसको लागि चाहिँ साइन इन मागेको छ तपाईँको त्यो युज गर्नको लागि। ल यसलाई एउटा कुनै इमेलबाट आफ्नो चाहिँ साइन इन गर्नु होला। मैले अहिले गरिनँ, मैले यताबाट चाहिँ यहाँबाट चाहिँ साइन इन माग्दैन है, यहाँबाट चाहिँ डाउनलोड हुन्छ। यसैबाट देखाइदिएँ मैले। ल यसलाई मैले डाउनलोड गर्ने बित्तिकै डाउनलोड भइसक्यो होइन। यो डाउनलोड भएको कुरा कहाँ गएर बस्छ अरे भन्दाखेरि तपाईँलाई थाहा भएन कहाँ गएर बस्यो भनेर भने तपाईँले के गर्नु मिल्यो भन्दाखेरि यो देखिरहेको छ नि यहाँ थिच्नुभयो भने यो जहाँ डाउनलोड हुन्छ नि त्यो त्यही कुरा चाहिँ यसले हामीलाई खोलेर दिन्छ है। डाउनलोड हुने चाहिँ फेरि फाइल एक्सप्लोररमै हो है। फाइल एक्सप्लोररमा गएर डाउनलोड हुन्छ। यसलाई मैले थिच्ने बित्तिकै देख्न सक्नुहुन्छ यहाँ डाउनलोड भन्नेमा चाहिँ आएर बसिसकेको छ। मैले क्रोम डाउनलोड गरेको थिएँ अनि भर्खर एउटा इमेज होइन त्यो डाउनलोड भएको छ। तर हामीले चाहिँ यहाँ नेपाल सर्च गऱ्यौँ सिधै होइन। अब म यहाँ फोटोमा गएँ। अब फोटोमा गइसकेपछि मलाई चाहिँ यो पिक्चर चाहिँ हाम्रो नेपालको फ्ल्याग चाहिँ डाउनलोड गर्नु मन लाग्यो भने मैले यसलाई के गर्न मिल्छ भन्दाखेरि यो हाम्रो राइट क्लिक छ नि अप्सन खोल्ने है। यो कुराहरू सबै मैले कसरी कम्प्युटर चलाउने, माउस कसरी युज गर्ने, त्यो सबै कुरा चाहिँ पार्ट 1 पार्ट 2 पार्ट 3 हुँदै सिकाइसकेको छु है। त्यो हेर्नु होला। अब यसमा गएर मैले के गर्न मिल्यो भन्दाखेरि सेभ इमेज एज गर्न मिल्यो। यसलाई थिच्ने बित्तिकै यसले के गरिदिन्छ मलाई यसरी डाउनलोड गर्नको लागि खोलिदिन्छ। अब कहाँ डाउनलोड गर्ने भनेर यसले मलाई अप्सन दे भनेको, फाइल फोल्डर चुज गर भनेको। अब मैले के गरेँ डाउनलोडमा चुज भएको छ अटोमेटिक होइन। मैले अब यो डकुमेन्टमा सेभ गर्न मन छ भने डकुमेन्टमा गर्दा भयो। डेस्कटप भनेको त्यो अगाडि फर्स्टमा अन हुँदा देखिन्छ नि हो त्यो भागमा राख्नु छ भने यो डेस्कटपमा राख्न पायो होइन। मैले डाउनलोडमै गरेर छोडिदिन्छु सेभ। ल यो पनि डाउनलोड भयो भनेपछि यसरी हामीले राइट क्लिक गरेर विभिन्न अप्सन छ हेर्नु यही। अब हामीसँग यहाँ राइट क्लिक गऱ्यो भने ओपन लिङ्क इन न्यू ट्याब होइन। यसलाई मैले नयाँ ट्याबमा खोल्न मिल्छ है। टक्कै यो के हो यसको लिङ्क यहाँ खोलिसक्यो होइन। अब मैले यहाँ गएर अरू पनि धेरै छ जस्तै कपी इमेज एड्रेस होइन। कसैलाई तपाईँले ठ्याक्कै यो इमेजको चाहिँ कसैलाई पठाउनु पऱ्यो एड्रेस भनेको डाउनलोड गर्नको लागि लिङ्क पठाउनु पऱ्यो भने तपाईँले कपी गरेर पठाउन मिल्यो है। यहाँ विभिन्न अप्सनहरू छँदैछ। यहाँ ओपन इमेज इन न्यू ट्याब भनेको छ। यहाँबाट तपाईँले इमेज ओपन गर्न पाउनुभयो। यहाँबाट यो जुन लिङ्क छ यो यहाँ जानुहोस् थिच्दाखेरि जहाँ जान्छ हामी त्यहीँ गइन्छ यहाँबाट पनि है। अब यहाँबाट चाहिँ मैले के गर्न मिल्छ ओपन इमेज इन न्यू ट्याब। अब यहाँबाट चाहिँ इमेज खुल्छ है। भनेपछि ब्राउजरमा हामीले यसरी चाहिँ कुनै पनि कुरा डाउनलोड गर्न मिल्छ यस्तो वेबसाइट बिना पनि है। तर त्यो कुराहरू चाहिँ यसरी राइट क्लिक गरेर है। अब हामीसँग अर्को कुरा भनेको चाहिँ तपाईँले आफूले ब्राउजरमा डाउनलोड गरेको कुराहरू हेर्नु छ भने चाहिँ तपाईँले यहाँबाट नि मिल्यो होइन। नभए तपाईँले मैले त्यो पार्ट 3मा पनि देखाएको छु सर्टकटहरूमा कन्ट्रोल जे थिच्नुभयो भने तपाईँले सबै डाउनलोड भएको हिस्ट्री हेर्न मिल्छ आफूले डाउनलोड गरेको कुराहरू है। अनि तपाईँले आफूले सर्च गरेको कुराहरू हेर्नु छ भने चाहिँ कन्ट्रोल अनि याच है। हामीले अहिलेसम्म सर्च गरेको सबै देखाइसकेको छ यसले है। यो कुरा थाहा हुनु पऱ्यो। अनि तपाईँको उयो एउटा 3टा थुप्रो भएको एउटा अप्सन देख्नुहुन्छ तपाईँले यहाँ है। तपाईँले यहाँ थिच्नुभयो भने अनि तपाईँको यहाँ विभिन्न अप्सन हुन्छ है। न्यू ट्याब, न्यू विन्डो होइन, न्यू इन्कग्निटो विन्डो भनेको छ। यो भनेको चाहिँ प्राइभेट मोडमा जान्छ है। तपाईँले अब कुनै पनि कुराहरू चाहिँ गर्नु पऱ्यो जुन चाहिँ तपाईँको न हिस्ट्रीमा बसोस् न केहीमा बसोस् होइन। आफ्नो पर्सनल नै केही कुरा गर्नु छ भने चाहिँ तपाईँले न्यू इन्कग्निटो विन्डोमा थिच्नुभयो भने यसले यस्तो खोलिदिन्छ है। यहाँ तपाईँको कुनै पनि कुरा चाहिँ सेभ भएर बस्दैन। क्रोमले चाहिँ आफूले त्यो सेभ गरेर राख्दैन है। तपाईँले यो सेफली चाहिँ युज गर्न पाउनुहुन्छ यहाँबाट चाहिँ सर्च गरेर। ल अनि हामीसँग यहाँ भनेको अब अर्को चाहिँ पासवर्ड एन्ड अटोफिलहरू होइन। तपाईँले चाहिँ कुनै पनि फेसबुकमा अथवा केही कुराहरूमा चाहिँ पासवर्ड लेखेर एकचोटि लगइन गर्नु भने त्यसले तपाईँलाई के अप्सन माथिबाट सोध्छ भन्दाखेरि यसलाई सेभ गर्ने हो त अर्कोचोटि चाहिँ लगइन गर्नको लागि पासवर्ड नमाग्ने हिसाबले होइन। एकचोटि सेभ भइसकेपछि तपाईँले अर्कोचोटि चाहिँ सबै कुरा आफूले लेखिराख्नु पर्दैन के। त्यही सेभ भएको पासवर्ड नै युज गर्न मिल्छ तपाईँले सिधै है। त्यो के बसेको छ आफ्नो सेभ भएर भनेर हेर्नको लागि चाहिँ पासवर्ड एन्ड अटोफिलमा तपाईँको यो गुगल पासवर्ड म्यानेजर भन्ने हुन्छ। त्यहाँ यहाँ तपाईँको सेभ भएको पासवर्डहरू सबै देखाउँछ है। अब हामीसँग अर्को यहाँ रहेको छ हिस्ट्री हामीले हेरिसक्यौँ। बुकमार्कहरू भनेको चाहिँ तपाईँलाई जस्तै कुनै साइट जस्तै तपाईँलाई यो साइट चाहिँ पछि पनि युज गर्नुपर्ने छ है। अब चाहिरहेको छ भने चाहिँ तपाईँले यसलाई बुकमार्क गर्न मिल्छ है। तपाईँले उहाँ देख्नुहुन्छ नि यसलाई थिच्नुभयो भने बुकमार्क हुन्छ। कहाँ बुकमार्क गर्ने भन्दाखेरि डन गर्नुभयो भने तपाईँको यो बुकमार्क भयो। अब तपाईँले यहाँ अल बुकमार्क गर्नुभयो भने यहाँ देखाइसकेको छ है। मैले यहाँबाट पनि यो बुकमा थिचेर अनि आफ्नो बुकमार्कहरू हेर्न मिल्छ। त्यो बुकमार्क्स अल बुकमार्क्स भनेको छ बुकमार्क गरेको आयो है। भनेको कुनै पनि पछिको लागि भनेर चाहिँ त्यसलाई हामीले मार्क गरेर राख्ने आफूलाई चुज गरेर राख्ने एउटा कुनै ठाउँमा चाहिँ फेभरेट गरेर राख्ने है। ल अब हामीसँग रहेको छ ट्याब ग्रुप है। यो ट्याब ग्रुप भनेको चाहिँ तपाईँले चाहिँ यहाँ विभिन्न ट्याबहरू खोलेर काम गर्नुहुन्छ क्या प्रायः होइन। जस्तै गाजाङ गुजुङ हुन्छ नि त
तपाईँलाई चाहिँ जस्तै अब एउटा कुनै स्पेसिफिक आफूलाई चाहिने ग्रुप बनाएर राख्नु पऱ्यो होइन। जस्तै तपाईँले मानौँ तपाईँ स्टुडेन्ट हुनुहुन्छ, तपाईँले चाहिँ आफ्नो पढाइको लागि भनेर केही कुरा यहाँ खोजेर राख्नु भएको छ भने अब त्यो चाहिँ काजाङकुजुङ नहोस् भनेर त्यही कुराहरूलाई चाहिँ एउटा ग्रुप बनाएर राख्न मन लाग्यो यता भने चाहिँ ट्याब ग्रुप गर्न मिल्छ के। जस्तै मैले यसलाई यहाँ राइट क्लिक गरेर यहाँ हेर्नु त एड ट्याब टु न्यू ग्रुप भनेको छ, मैले यहाँ थिच्छु अनि यहाँ नाम दिन्छु ल प्र्याक्टिस भनेर है। अब मैले यसलाई पनि त्यहाँ एड गर्नु पऱ्यो भने यसलाई पनि मैले के गर्छु एड टु ग्रुप कहाँ भन्दा प्र्याक्टिसमा है। मलाई यसलाई पनि गर्नु पऱ्यो भने एड टु ग्रुप कहाँ गर्ने प्र्याक्टिसमा अब मैले यसलाई यस्तरी छेउमा लगाएर राख्नु मैले यो ग्रुप भयो। मैले यसलाई यहाँ थिचेँ भने यो बन्द पनि हुन्छ खुल्छ भने यसरी म्यानेज गर्न मिल्छ है। यो चाहिँ के हो अरे ट्याब ग्रुप है त, यो याद गर्नु पऱ्यो। अनि एक्सटेन्सन है, यो भनेको चाहिँ एक्सटेन्सनहरू दिएको हुन्छ कि क्रोमले हामीलाई विभिन्न एक्सटेन्सनहरू दिएको हुन्छ। कुनै पनि डिजाइनर हुनुहुन्छ अथवा डेभलपर हुनुहुन्छ भने यो ठ्याक्क कलर के हो अथवा यो कलर के हो होइन त्यो कुराहरू हेर्नु पऱ्यो। अथवा तपाईँलाई चाहिँ यो ट्याबहरू म्यानेज राम्ररी गर्नु पऱ्यो अथवा विभिन्न कामहरूको लागि चाहिँ एक्सटेन्सनहरू चाहिँ बनाइदिएको हुन्छ। जस्तै मैले यहाँ गएर भिजिट क्रोम वेब स्टोर भन्छु, यहाँ गयो भने यसले अब मलाई क्रोम एक्सटेन्सनहरू चाहिँ डाउनलोड गर्ने के अप्सनहरू दिन्छ होइन। अब मैले यहाँ गएर यो एक्सटेन्सनमा जान्छु, अब त्यहाँ गएर तपाईँले के रिलेटेड तपाईँलाई चाहिँ चाहिएको छ एक्सटेन्सन होइन। जस्तै कम्युनिकेसन भनेको चाहिँ मैले थिच्छु त्यति बित्तिकै ग्रामरली होइन। यो तपाईँको चाहिँ अब कसैलाई म्यासेजहरू लेख्दा केही कुरा सर्च गर्दा तपाईँको ग्रामरहरू चाहिँ यसले सचाउने हेर्ने चेक गरेर मिलाइदिने काम गर्छ ग्रामरली होइन। जस्तै तपाईँको यहाँ विभिन्न छ अब यहाँ अर्को भनेको डेभलपर टुल, तपाईँ डेभलपर हुनुहुन्छ भने कलर जिल्ला होइन तपाईँको कुनै पनि कुराहरूको चाहिँ कलर के हो भनेर हेर्नको लागि चाहिँ कलर जिल्ला युज हुन्छ। जस्तै मैले यसलाई हेरौँ है त, यहाँ एड टु क्रोम गर्छु अनि यहाँ एड एक्सटेन्सन गर्छु, यो गर्ने बित्तिकै यो डाउनलोड हुने बित्तिकै यहाँ मासतिर आउँछ आयो। अब यो आइसक्यो, यसलाई मैले इन्टर गरेँ। अब मैले यो भनेको चाहिँ एक्सटेन्सन हुन्छ, यहाँ तपाईँको डाउनलोड भएको विभिन्न एक्सटेन्सनहरू चाहिँ लिस्ट भएर बस्छ है। अब तपाईँलाई चाहिँ यहाँ कुनै तपाईँले प्रायः युज गरिराख्ने एक्सटेन्सन चाहिँ यहाँ ठ्याक्क चाहिहाल्यो भने चाहिँ यसलाई पिन गर्न मिल्छ के। अब तपाईँले यहाँ खोलिराख्नु परेन, सरलक्कै युज गर्न पाउनुभयो है। अब मैले युज गर्नको लागि चाहिँ एक्सटेन्सनलाई चाहिँ थिच्ने मात्र हो, थिची। अब यहाँ गएर यसले भनेको छ कलर पिकर प्यानल, यसको आफ्नो अप्सन छ होइन। जस्तै पिक कलर आउटसाइड ब्राउजर भनेको छ, ल मैले यसलाई थिच्छु। अब मैले यसलाई गएर यहाँ यसरी चुज गर्न मिल्यो होइन। जस्तै मैले कुनै पनि कलर जस्तै यो कलरमा जाउँ, ल यो थिच्छु मेरो कुन कलर रहेछ यो भनेर यसले यहाँ कपी पनि गरिदिइसकेको छ है। नभए यहाँ पनि देखाइसकेको छ कुन कलर थियो त्यो भनेर कपी पनि गरिसकेको छ यसले। कसरी हेर्ने आफूले कपी भइसकेको कुराहरू भन्दाखेरि चाहिँ तपाईँको यो विन्डो हुन्छ नि, विन्डो र भीलाई थिच्नुहोस् है। यसले तपाईँको जस्तै यो अन भएर हिँड्छ, ल मैले टर्न अन गरिदिएँ अनि फेरि यहाँ गएर चाहिँ एकचोटि कपी गरेँ यसलाई है त। यसलाई यहाँ गएर यसले अटोमेटिक कपी पनि गरिदिइहाल्छ गर्न चाहिँ। ल यसलाई गएर मैले फेरि ल यो कुन कलर रहेछ हेर्नु पऱ्यो यो भने कपी भनेको छ नि। अब यसलाई मैले विन्डो भी गर्छु, यहाँ हेर्दै यसको कलरलाई चाहिँ हेक्स कोड भन्छ यसलाई है, कलरको त्योमा चाहिँ यसले राखिदिइसकेको छ। अब मैले यहाँ गएर पनि हेर्न मिल्छ कि यसको कलरको सबै कुराहरू। ल यसरी चाहिँ एक्सटेन्सनहरू चाहिँ हामीले डाउनलोड गर्न मिल्छ भन्ने कुरा बुझ्नु पऱ्यो आफूलाई चाहिँ ब्राउजरमा चाहिँ सजिलोको लागि है त। अब हामीसँग रहेको छ डिलिट ब्राउजिङ डेटा। तपाईँले चाहिँ मानौँ काम गर्दै हुनुहुन्छ अथवा तपाईँले युज गर्दै हुन्छ कुनै पनि ब्राउजरलाई अनि पछि गएर कुनै कुरा चाहिँ डिलिट गर्नु पऱ्यो डेटाहरू होइन। त्यो हो भने तपाईँले यहाँ जानुहुन्छ अनि डिलिट फ्रम दिस डिभाइस होइन। तपाईँले हामीले अहिलेसम्म जे सर्च गरेका थियौँ जे डाउनलोड गरेका थियौँ त्यो सबैलाई चाहिँ डिलिट गरौँ भन्दाखेरि डिलिट गरिदिन्छ यसले। अब लास्ट आवर डिलिटेड भयो। अब यो कुरा चाहिँ मैले यहाँ हिस्ट्रीमा गएर हेऱ्यो भने पनि हुँदैन, डाउनलोडमा गएर हेऱ्यो भने पनि हुँदैन, त्यो सबै कुरा चाहिँ डिलिट गरिदिन्छ है त। अब हामीसँग यो जुमहरू भनेको चाहिँ यसलाई अब अलिकति जुम गर्नु पऱ्यो भने होइन, यहाँ थिच्नु भने जुम भयो नि। यही कुरा तपाईँले सर्टकट युज गर्न पाउनुहुन्छ, कन्ट्रोल अनि तपाईँको किबोर्डमा भएको चाहिँ प्लस अनि माइनस थिच्नु भने घट्छ, कन्ट्रोल चाहिँ थिच्नु परिहाल्यो है। त्यसपछि हामीसँग रहेको छ प्रिन्ट भनेको छ। तपाईँले यहाँ जे खोल्नु भएको त्यो प्रिन्ट गर्नु पऱ्यो भने यहाँ थिच्न मिलिहाल्यो। नभए मैले हिजो सिकाइसकेको छु कन्ट्रोल पी थिच्नुभयो भने तपाईँले जुन पनि ठाउँमा तपाईँले फोटो खोल्नु भएको छ नि फोटोमा, तपाईँले कुनै पनि अब नोटप्याडमा केही कुरा खोल्नु भएको छ भने त्यसमा, तपाईँले एमएस वर्डमा केही कुरा आफ्नो प्रोजेक्टहरू गर्नु भएको छ, आफ्नो लेटरहरू लेख्नु भएको छ, केही कुरा प्रिन्ट गर्नु छ भने त्यसमा सबैमा कन्ट्रोल पी थिचेपछि प्रिन्टर खुल्छ होइन, प्रिन्ट गर्न मिल्ने अप्सन खुल्छ यहाँबाट है। अब हामी जाउँ यसको मुनि होइन, सर्च विथ गुगल लेन्स भनेको छ जुन तपाईँको मोबाइलमा पनि हुन्छ होइन। यसले चाहिँ हामीलाई जस्तै यहाँबाट कुनै कुरालाई चाहिँ जस्तै मैले यहाँ गएर सर्च विथ गुगल लेन्स गरेँ, यहाँबाट ओके पनि गरेँ। अब मैले कति भागलाई चाहिँ सर्च गर्नु छ होइन अरू ठाउँतिर पुरै गुगलबाट चाहिँ यति गरिसकेपछि
यसले अब पुरै गुगलमा भएकोबाट चाहिँ कहाँ कहाँ यस्तो जे छ त्यो सबै कुरा चाहिँ खोजेर देखाइदिन्छ है होइन। यो चाहिँ सर्च विथ गुगल लेन्स हो। तपाईँले कुनै पनि आफ्नो केही कुराहरू चाहिँ सल्भ गर्नुपर्ने चाहिँ म्याथको क्वेसनहरू त्यो पनि तपाईँले यसरी चाहिँ यहाँ हालेर यसरी सर्च विथ गुगल लेन्स गर्न मिल्छ। कुनै पनि फ्लावरहरूको फोटोहरू तपाईँलाई चाहिँ फोटोमा थाहा छ नाम थाहा छैन भने तपाईँले यसरी सर्च विथ गुगल लेन्स गर्न मिल्छ है। अब यो ट्रान्सलेट भनेको छ यो चाहिँ भाषाको लागि होइन, ल्याङ्ग्वेजको लागि। अब यसलाई चाहिँ के देखाउने, अब इङ्ग्लिसमा छ अहिले इङ्ग्लिसै डिटेक्ट भइरहेछ, नेपालीमा देखाउँछ नेपालीमा होइन, त्यो चाहिँ यहाँबाट गर्न मिल्छ। अब मैले यसलाई चाहिँ अफ गरिदिएँ। अब हामीसँग रहेको छ अर्को फाइन्ड एन्ड एडिट होइन। यति ठाउँभरिमा चाहिँ तपाईँले केही कुरा शब्दहरू चाहिँ खोज्नु पऱ्यो भने तपाईँले यहाँबाट फाइन्ड एन्ड एडिट गर्न मिल्छ। अब यसको लागि तपाईँले यही खोल्नुपर्छ नि छैन, कन्ट्रोल याफ थिच्नुभयो भने अनि यहाँबाट तपाईँले अब केही कुरा सर्च गर्नुभयो BEST थिच्यो नि हेर्नु त बेस्ट कहाँ छ भनेर कलर देखाएको छ, तर हामीलाई त्यहीँ पुऱ्याउनु पऱ्यो भने चाहिँ इन्टर थिच्नुहोस्। यो अर्को ठाउँमा पुगै गइरहेछ, देखिरहनु भएको छ, यहाँ पुगिसक्यो है। ल यसरी चाहिँ हामीले कुनै पनि कुरा चाहिँ फाइन्ड गर्न मिल्छ ब्राउजरभित्रमा है, सर्च गरेको कुराहरूमा। अब फाइन्ड एन्ड एडिटमा अहिले यही बुझ्नु। अब कन्ट्रोल C भनेको कपी, कन्ट्रोल V भनेको पेस्ट, कन्ट्रोल X भनेको कट, त्यो हिजो सर्कलमा नि हेरिसकेको छौँ है। अब हामीलाई मेन चाहिने भनेको चाहिँ एउटा सेटिङ छ, यहाँ जान्छु म मेन है। यहाँबाट तपाईँले मेनली यहाँबाट जे कुरा हेर्नु भएको थियो नि त्यो कुराहरू यहाँबाट नि हेर्न मिल्छ के है। अब यहाँबाट UN गुगल भनेको छ, तपाईँले कुनै पनि साइन इन गर्नुभएको छ भने तपाईँले यहाँबाट चाहिँ साइन इन गर्न मिल्छ है, आफ्नो इमेलबाट है त। जिमेल तपाईँको पासवर्ड हुन्छ नि त्यहीबाट चाहिँ है, इमेलबाट अनि पासवर्ड थिचेर तपाईँले यहाँ चाहिँ साइन इन गर्न पाउनुहुन्छ है त। अनि अटो फिल एन्ड पासवर्ड अघि भनिसकेको छु मैले। तपाईँले यहाँ कुनै पनि पासवर्डहरू राखेर कुनै पनि जस्तै फेसबुकमा, इन्स्टाग्राममा अथवा कुनै पनि साइटहरूमा चाहिँ आफ्नो पासवर्ड र इमेल लेखेर पहिल्यै लगइन गरिसक्नु भएको छ भने त्यसलाई तपाईँले सेभ गर्न मिल्छ अनि पछि गएर पनि फेरि राख्नु नपरोस् भनेर है। अनि पासवर्ड के अरे पेमेन्ट मेथड भनेको छ, यो पेमेन्ट मेथड भनेको चाहिँ तपाईँले जस्तै डलरमा चाहिँ केही कुरा पेमेन्ट गर्नु छ भने चाहिँ तपाईँले कार्ड हाल्नुहुन्छ होइन। त्यो कार्ड हालिसकेपछि तपाईँले सेभ यहाँ चाहिँ पेमेन्ट मेथडमा चाहिँ सेभ गर्न मिल्छ, पछि चाहिँ त्यही कार्ड चाहिँ फेरि हालिराख्नु नपरोस् भनेर, त्यही कुरा हो है। अब यो एड्रेस पनि त्यही कुरा हो। अब प्राइभेसी एन्ड सेक्युरिटी भनेको छ तपाईँको चाहिँ प्राइभेसी चाहिँ हामीले डिलिट गरेको थियो नि ब्राउजिङ डेटाहरू, त्यो सबै यहीँबाट हुने हो। प्राइभेसीहरूले मेन्टेन गर्छ, पर्फर्मेन्सहरू यो कुराहरू भइहाल्यो। यो भित्रको कुराहरू अब तपाईँले चाहिँ पावर सेभर होइन, तपाईँले टर्न अन अन्ली वेन योर ब्याट्री इज एट 20% भनेको छ नि। जस्तै अहिले भनेको यो नर्मल्ली अन छ, यो अन हुनुको भनेको चाहिँ के हो भने मेरो जब ल्यापटपको चार्ज 20% भन्दा कम हुन्छ अथवा 20%मा पुग्छ नि तपाईँले ब्याट्री सेभर चाहिँ अन गर्छ आफै है। अनि अलिकति हाम्रो ब्याट्री चाहिँ सेफ हुन्छ है, हामीलाई काम गर्दाखेरि छिटो ब्याट्री चाहिँ लुज हुँदैन। तपाईँले यसलाई चाहिँ अफ पनि गर्न सक्नुहुन्छ है। अब अरू कुराहरू यही छ, जस्तै अब हामीसँग एपिरेन्स, तपाईँलाई अब यो ब्राउजर चाहिँ अलि राम्रो देखाउनु पऱ्यो भने आफ्नै अनुसार चाहिँ तपाईँले मिलाउन मिल्छ क्या, कस्टमाइज गरेर है, कलर डिफ्रेन्ट बनाउने यताउति कुराहरू। जस्तै मोडमा हेर्न सक्नुहुन्छ, लाइट मोड, डार्क मोड होइन। डार्क मोड गरेर नि डार्क मोड भयो। अब तपाईँलाई चाहिँ कसैलाई चाहिँ अब डार्क मोडमा काम गर्न मजा आउँछ, त्यो भएर डार्क मोड, लाइट मोड त्यो भइहाल्यो। अनि डिभाइस भनेको चाहिँ तपाईँको सिस्टम चाहिँ डार्क मोडमा छ भने डार्क मोडमा हुन्छ, नभए चाहिँ लाइट मोडमा हुन्छ है। अब कस्टमाइज योर टुल बार भनेको छ, यहाँबाट जस्तै मैले सबै कुराहरू चाहिँ कस्टमाइज गर्न मिल्छ है। तपाईँले यो पनि आफै पनि यसो हेर्नु, तपाईँले बुझ्नुहुन्छ। जस्तै यहाँ मैले भने माथि हेर्नु त टुलबार भनेको यो हो कि होइन, यो भागमा चाहिँ आफै अब के राख्ने के नराख्ने भन्ने कुरा देखाएको हो कि। यसरी थिचेँ नि आइसक्यो होइन, यो सबै कुराहरू चाहिँ के राख्न मन छ आफूलाई त्यही राख्दा हुन्छ। ल अब हामी जाउँ सर्च इन्जिन भनेको छ, जुन अहिले मैले भनेको थिएँ हामीसँग चाहिँ गुगल भन्ने चाहिँ अहिले सर्च इन्जिन छ है। तपाईँले BING बिङ, तपाईँले अब DuckDuckGo यस्तो चाहिँ आफ्नो इच्छा अनुसार चाहिँ चेन्ज गर्न मिल्छ है। यहाँ छ हेर्दै बिङ, याहु, DuckDuckGo यस्तो कुराहरू चाहिँ यसरी टक्क तपाईँले राख्नुभयो भने त्यो अटोमेटिक चेन्ज भएर अर्कै, अहिलेसँग गुगल थियो अहिले DuckDuckGo भइसक्यो है। यो कुरा चाहिँ बुझ्नु पऱ्यो है त। यो चाहिँ ल यसलाई मैले अब यसको गरेँ। ल अब आयो हाम्रो डिफल्ट ब्राउजर है। यो भनेको चाहिँ कुनै पनि कुराहरू हामीले चाहिँ ओपन गर्दाखेरि केबाट ओपन गर्ने भनेर चाहिँ चुज गर्न मिल्छ क्या। जस्तै यसले चाहिँ मेक गुगल क्रोम द डिफल्ट ब्राउजर भनेको छ। मैले मेक डिफल्ट गर्ने बित्तिकै यहाँ गएर मैले के गर्न मिल्यो भन्दाखेरि सेट डिफल्ट भनेर थिच्नु मिल्यो। यो गर्ने बित्तिकै अहिलेसँग यहाँ इज थियो भने अब खुल्छ गुगल क्रोम। भनेपछि तपाईँले अब जे पनि ओपन गर्नुहुन्छ नि फाइलहरू, त्यो फाइल चाहिँ अब कहाँ ओपन हुन्छ भन्दाखेरि क्रोममा है, अनलाइनमा खोल्न मिल्ने फाइलहरू चाहिँ। ल अब यो अनस्टार्ट अप भनेको छ होइन, यो क्रोम खुल्ने बित्तिकै चाहिँ के खोल्ने होइन, जस्तै नयाँ ट्याबदेखि खोल्ने कि जस्तै अब पहिला हामी जुन ठाउँबाट छोडेका थियौँ त्यहाँबाट खोल्ने कि होइन। जस्तै मैले यहाँ थिचेँ, ल अब मैले यसलाई बन्द गरिदिएँ, अब फेरि मैले क्रोमलाई खोलेँ होइन, कि सर्च गरेँ मैले CROM क्रोम, यहाँ गएँ, यो हेर्नु त
मैले जहाँबाट छोडेको थिएँ यसले त्यहीँबाट मलाई ओपन गरिदियो है। के भएर यो कन्टिन्यू वेयर यु लेफ्ट अफ है त। अब मलाई चाहिँ नयाँदेखि नै खोल्नु पऱ्यो भने चाहिँ मैले यो चुज गर्न मिल्छ। भने चाहिँ यो अन स्टार्टअपबाट चाहिँ हामीले मिलाउन मिल्यो है। यो डाउनलोड भनेको चाहिँ तपाईँले डाउनलोड हुँदाखेरि याद गर्नु भएको थियो अघि नै सिधै नै कहाँ डाउनलोडको लागि खोलिदिरहेको थियो त्यसले भन्दाखेरि तपाईँको डाउनलोड भन्ने फाइल एक्सप्लोरमा भएको चाहिँ फोल्डरलाई होइन। अब हामीलाई चाहिँ चेन्ज गर्नु पऱ्यो त्यो डाउनलोड डिफल्टमा त्यहाँ नभएर डकुमेन्टमा हुनु पऱ्यो भने मैले यसरी सिलेक्ट गर्छु क्या। अब मैले जे पनि डाउनलोड गर्छु नि त्यो अटोमेटिक त्यहीँ गएर बस्छ। जस्तै मैले यसलाई डाउनलोड गर्छु, अब हेर्नुहोस् यो डाउनलोड हुँदैछ यहाँ है। यो डाउनलोड भइसकेपछि अनि मैले यसको यहाँ थिचेर थिच्दाखेरि यसले मलाई कहाँ लग्छ हेर्नु है त, डकुमेन्ट्समा है। अघि डाउनलोडमा भएको थियो, अब चाहिँ डकुमेन्ट्समा हामीले डिफल्ट चेन्ज गरिदिउँ है। यसरी चाहिँ हामीले सेटिङ पनि कहाँ डाउनलोड गर्ने भन्ने कुरा चाहिँ देखाउन मिल्छ है। अब हामीलाई चाहिने मेन तपाईँलाई चाहिने भन्ने कुरा चाहिँ यही नै हो खास। अब यो एसेसिबिलिटी भनेको चाहिँ तपाईँलाई अहिले त्यति धेरै चाहिँदैन होइन। सिस्टमको कुराहरू छ, रिसेट यो भइहाल्यो, अनि एक्सटेन्सन है यो हामीले हेरेको छौँ। अनि तपाईँलाई चाहिँ यो क्रोम अपडेट गर्नु पऱ्यो भने तपाईँले फेरि क्रोमलाई डाउनलोड गर्नुपर्ने हुँदैन क्या। तपाईँले यो अबाउट क्रोममा जानुभयो भने यसले अटोमेटिकली क्रोमले चाहिँ अपडेट आएको छ कि छैन सबै कुरा हेरिदिन्छ। अनि अपडेट आएको छ भने चाहिँ हामीले यहाँबाट अपडेट गर्न मिल्छ है। त्यो कुरा चाहिँ तपाईँले बुझ्नु पऱ्यो। ल आजलाई हामी यति नै गर्छौँ है त। तपाईँले यसरी चाहिँ आफ्नो कामहरू चाहिँ गर्न मिल्यो है त क्रोममा चाहिँ है, ब्राउजरहरूमा चाहिँ।